साथीभाइहरू त्यो साउथ कोरियाको वासेङसिनमा होइन फङफङमा हामी चाहिँ अब रमाइलो गर्दैछौँ। बिदाको दिन आज शनिबार साँझ पख लोटो प्रोटो अब सबै थोक काटिन्छ अनि त्यहाँबाट राति चाहिँ रमाइलो गरिन्छ। माथि डाँडामा जाने सम्भावना छ। अनि आज बिदा यता यो टोनेल हाउसको साउले चाहिँ टमाटर टिप्न बोलाएन, यतापट्टि यो प्याजबारीको बुढोले पनि प्याज खुर्सानी टिप्न बोलाएन, उता फुलबारीले फुल टिप्न नि बोलाएन। हामी बेरोजगार कम्पनीमा काम त्यति छैन, चलाऊ भनेको अब लाइसेन्स पनि छैन, त्यही पनि अब इलिगल तरिकाले ट्याक्सी चलाएर हिँड्न नि भएन। अब कोरियामा पनि यस्तो बेरोजगार छ, हप्तामा 2 दिन चाहिँ बस्नु पर्यो। क्यारेर बस्ने भन्दाखेरि अब यस्तै भिडियो बनाउने युट्युबमा हाल्ने, साथीभाइले चाहिँ सर्लक्क हेरेर लाइक बटन च्यापिदिने, यसो सब्सक्राइब गरिदिने भने यस्ता भिडियो धेरै बनाएर चाहिँ राख्नुहुन्थ्यो। अनि अलि रमाइलो पनि हुन्थ्यो, नयाँ किसिमको जब पनि अब यस्तै गर्नु नयाँ क्रिएसन गर्नु भन्ने हुन्थ्यो। कसैले यसो पिच्च पनि हेर्दैनन्, अबको लाइक बटन त च्याप्दैनन्। अनि अब